मेरो कुकुरले आज धेरै चिलायो गाइस, हेर्नु होला। चिलाएर माउ सब्जी काट्दै हुनुहुन्छ अनि मेरो बुढी टाउको पकाइरहेको छ टोक्छ कि बा भनेर। अनि बाबु चाहिँ कोर्दिँदै हुन्छ धेरै चिलाएर केटोलाई। फेरि त्यसको नाम रियो हो। अनि कनाइदिएको गर्नुपर्छ नि, के गर्नु, कनाइदिएको कनाइ त्यही त गर्नु पर्यो। हजुर ए ओके ओके गाइस, हेर्नु होला हाम्रो किचन कचौरा। हो त, हेलो गाइस, मेरा खानाले मलाई कचौरा लिएर आउनु गाइस। यो कचौरा हेर्नु, राम्रो सब्जी काट्दै हुन्छ कचौरा रियो मेरो कुकुरलाई अझै कच्चिला। फेरि कनाइदिनु पर्यो जुम्रा आमा यसको जुम्रा छ कनाइदियो गरी मेरो नङ भएर जुम्रा आयो। नङ भरि जुम्रा आयो। त्यो पाउडर लगाइदिनु पर्छ। पाउडर ल्याइदिनु पर्छ। पर्खिनु ल, पर्खिनु होला। यसलाई अब पाउडर लगाइदिनु पर्छ। यसलाई जुम्राले अति धेरै गऱ्यो। अब यसको पाउडर कहाँ पुऱ्यो फेरि हेर्नु होला गाइस। म त पाउडर खोजिरहेको छु माझ। अब पाउडर कहाँ पुग्यो फेरि, कहाँ छ पाउडर हेर्नु बाबा। हेर्नु होला कि म यहाँ बाई त होइन है। अनि यहाँ छ पाउडर कहाँ राखेको छ बाबा, सिडीपुरी। पर्खिनु, हाम्रो खास्ता सिक्रेट रुम हेर्नु होला। मोजुतो खोजिरहेको भेट्यो पाउडर, बल्ल भेटेको। हेर्नु होला नि गाइस। अनि यता हेर्नु, म यहाँ छु। अनि पाउडर बाउलाई पाउडर पनि दिनु पर्यो। अब यसलाई पाउडर लाउनु पऱ्यो। हेर्नु पर्यो ल, कहिले चाहिन्छ यो भाग। हेर्नु यो भागेर कनाएर गरेर कनाइदिएर लाग्दैन त्यहाँ कनाइदिएर बसिरहेको छ कनाइदिएर। अनि बाबा फेरि यसलाई पाउडर आँट्नु भएको छ। पाउडर हो दुलोको पारेको छैन। हेर्नु ल यसको स्प्रे। अनि माउस धेरै चलाएर बिग्रियो गाइस। हजुर दुलो बनाउनु नि। पेन राम्रो एउटा दुलो बनाउनु केही दिनु न। दुलो बनाउनु केही दिनु न ल। खै कहाँ गयो हेलो। काटा नि त काटा यो हो काटा एन्ड थ्यानोस काटा थ्यानोस फर्क। अनि मेरो बाबा चाहिँ एउटा दुलो बनाउँदै हुन्छ कि हाम्रो बाबालाई हेर्नु होला दुलो बनाउँदै हुन्छ। अनि यो त्यहाँ हिँडिरहेको आज भित्र ल्याएर अति खुसी भएको आज। यी हेर्नु बाबालाई पाउडर दिएर भएन भएन त ल। लाडी बढी लो बाबु त्यहाँ अलिक फोहोर भयो। कोरिनु पर्दैन काहीँले टेबल हेर्नु पुसिता हुन्छ। हाम्रो घरको मेन स्पिकर हिजो पनि देखाएको होइन नि। अनि ल भाइ अनि मेरो कुकुर भयो ए। अनि मेरो बहिनी गरिदिइरहेको छु। म चाहिँ यता भ्लग बनाइरहेको छु। हजुर ढक्कन अब ढक्कन भ्लग यो बाल्टीमा यता छ बाल्टी बाबा। उयो बाल्टी उयो हाल्नुभयो बन्द। अनि बाई गाइस, आजको हाम्रो भ्लग सक्यो। बाई।